मेरोमा के प्रब्लम आएर मैले यो युपिएस लिनुपर्ने भयो त्योहरू पनि भनिदिनेवाला छु। अन्त त्योहरू पनि डेन्जरमा हुन्छ है। तपाईँहरूले डाइरेक्ट करेन्टबाट कनेक्ट गर्नुभएको छ भने चाहिँ त्योहरू पनि यहाँको गरी हेरौँ न ल। या गाइस हेर्नु यहाँ अफ छ नि हो। अब यो त ठिकै छ। उनीहरूको ग्रिन डट केमा भयो? हेलो गाइस, वेलकम ब्याक टु एनी ब्लग। तपाईँहरूलाई फेरि पनि स्वागत गर्दछु मेरो एउटा नयाँ ब्लगमा। अन्त आजको ब्लग चाहिँ के कस्तो हुनेवाला छ भन्दाखेरि आजको ब्लग चाहिँ आजको त दिन पनि गइसक्यो, त्यही भएर मैले तपाईँहरूलाई अब बाहिरको कुराहरू त के पनि देखाउन सक्दिनँ। आज चाहिँ एउटा खास कुरा आएको छ मेरो लागि चाहिँ है। मैले एउटा चिज मगाएको थिएँ नि त फ्लिपकार्टमा, अन्त त्यो कुरा आइसकेको छ। तपाईँहरूलाई म त्यो देखाइदिन्छु है त। बेसी कुरा नगरी हामी अब हाम्रो आजको भिडियो के कस्तो हुन्छ त्यो तर्फतिर जाँदैछु। के भन्दाखेरि या गाइस यो युपिएस जेब्रोनिकको युपिएस हो यो चाहिँ। अन्त यो आज म तपाईँहरूलाई यो युपिएसको बारेमा अलिकति कुरा मलाई जे थाहा छ होइन त्यो कुराहरू भनिदिन्छु म तपाईँहरूलाई। त्यो आज चाहिँ हामी यो युपिएसको बारेमा के कुराहरू गर्छु। त्यही हो गाइस है, आजको भ्लग चाहिँ यस्तै हुनेवाला छ। मेरोमा के प्रब्लम आएर मैले यो युपिएस लिनुपर्ने भयो त्योहरू पनि भनिदिनेवाला छु। अन्त यो युपिएसको कति पऱ्यो भनेर पनि भनिदिनेवाला छु। अन्त हाम्रो यो पछाडिको ब्याकग्राउन्डको पिसी पनि पऱ्यो के पऱ्यो कसरी भनिदिने छु। त्यो कहाँबाट लियो भनेर त तपाईँहरूले फर्स्ट ब्लगमा हेर्नु नै भयो होला, योभन्दा बढीको ब्लगमा। त्यही हो गाइस। फर्स्टमा मैले यो किन लिएँ भन्ने कुराहरू म तपाईँलाई भन्छु। फर्स्टमा चाहिँ मैले यो किन लिएँ, खासमा चाहिँ यो युपिएस चाहिँ पिसीको लागि के ल्याउनै पर्छ भन्ने छ र भन्ने कुराहरू हो। अब जस्तै होइन, मैले चाहिँ यो युपिएसको बारेमा मलाई केही पनि थाहा थिएन, किनभने म चाहिँ भर्खर हो नि त यो पिसी मैले चलाउन थालेको। कति पनि भएको छैन, 15-20 दिनहरू भयो होला। मलाई केही पनि नलेज पनि छैन, म त्यस्तो एक्सपर्ट पनि होइन यसको बारेमा, नलेज भएको मान्छे पनि होइन। तर अलिअलि अब नलेज बढ्दैछ पहिलाको भन्दा होइन। त्यही हो गाइस। अन्त मैले यो किन लिएँ भन्दाखेरि मैले फर्स्टमा सिलगढीबाट जस्तो पिसी लिएँ त्यस्तै मैले यहाँनिर चलाउनु स्टार्ट गरेँ। मलाई युपिएसको बारेमा त्यतिखेर केही पनि थाहा थिएन होइन। अन्त त्यसपछि बिस्तारै चलाउँदै थिएँ। अन्त ल्याउने बित्तिकै 5-6 चोटि बत्ती झ्याप्याक गयो। अन्त यो त डाइरेक्ट लाइनबाट कनेक्ट भएको हो नि त, डाइरेक्ट चलाउँदै गरेको हो। यसको केही पनि हुँदैन, त्यस्तो ब्याट्री साट्री केही पनि हुँदैन, डाइरेक्ट करेन्टबाट हुन्छ यो उयो चल्दै गरेको हुन्छ हो। अन्त त्यो चलाउँदाखेरि के हुन्छ भन्दाखेरि तपाईँको मेरो चाहिँ के भयो, तपाईँहरूको पनि त्यही हुन्छ हुनु त। तर के भयो भन्दाखेरि 5-6 चोटि लाइट झ्याप्याक गयो होइन, चलाउँदै गयो। अन्त त्यसपछि के भयो भन्दाखेरि मेरो विन्डो उडेछ, विन्डो डिलिट भयो। यो अझै राम्रो प्रब्लम हो, राम्रो भयो। विन्डो मात्रै गयो होइन, विन्डो मात्रै गयो, राम्रो भयो। फाइलहरू क्रेप्ट भयो, त्यो पनि ठिकै छ, केही छैन, त्यो बनाउनु पाइहाल्यो। विन्डो सिन्डो हालिसकेँ मैले अहिले, त्यस्तो प्रब्लमहरू छैन। तर तपाईँको अब होइन विन्डोहरू त उड्यो, त्यो फाइलहरू हालिहाल्छ, तपाईँहरूले इन्स्टल डाउनलोड किन्नु सकिहाल्छ, विन्डोहरू त केही छैन। तर तपाईँहरूको यो भित्र जुन चाहिँ छ हार्ड डिस्क, ऱ्याम, एसएसडी होइन हरू छ नि जुन चाहिँ, त्योहरू पनि डेन्जरमा हुन्छ है। तपाईँहरूले डाइरेक्ट करेन्टबाट कनेक्ट गर्नुभएको छ भने चाहिँ त्योहरूमा प्रब्लम आउनु पनि सक्छ। त्यही भएर तपाईँहरूले युपिएस चाहिँ ल्याउनुपर्छ। अन्त पिसी युजर हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई युपिएस चाहिँ एकदम 100मा 100% नै जरुरतको कुरा हो। अन्त त्यसपछि अर्को के कुरा भन्दाखेरि अब यो युपिएसले चाहिँ के काम गर्छ त होइन, के चाहिँ हो युपिएस भन्ने कुरा अब भयो होइन। युपिएस चाहिँ के हो भन्दाखेरि यस्तो, अब म तपाईँहरूलाई यो कनेक्सन पनि गरेर देखाउँछु लास्टमा, तर अलिकति त्यसको बारेमा भनिदिन्छु। युपिएस चाहिँ के हो भन्दाखेरि युपिएस चाहिँ खास गरी त्यस्तो ठुलो कुरा त होइन। युपिएस चाहिँ भनेको चाहिँ ब्याट्री ब्याकअपको लागि हो होइन। तपाईँहरूको झ्याप्याक्कै बत्ती गयो भने पनि पिसी अचानक बन्द हुँदैन। तपाईँहरूले फाइलहरू सेभ गर्ने टाइम पाउनुहुन्छ, मजाले सटडाउन गर्ने टाइम पाउनुहुन्छ पिसीलाई होइन, आरामसँगले। किनभने तपाईँहरूको युपिएस छ भने चाहिँ तपाईँहरूको त्यो युपिएस अनुसार कति 15-20 मिनट थाम्ने हो कि अन्त 10-15 मिनट थाम्ने हो कि होइन, त्यस्तो रेन्ज हुन्छ। तपाईँहरूले कस्तो खालको युपिएस ल्याउनु भएको छ त्यो चाहिँ त्योमा भर पर्ने कुरा हो। अन्त त्यस्तो ब्याट्री ब्याकअपको काम गर्छ। तपाईँहरूको हार्ड डिस्कमा पनि जोगाउँछ होइन, ऱ्याम पनि जोगाउँदो रहेछ, सबै कुराहरू सेभ गर्छ। तपाईँहरू यदि एडिटिङ गर्दै हुनुहुन्छ, तपाईँहरू केही प्रोजेक्टमा हुनुहुन्छ होइन,
प्रोजेक्टमा हुनुहुन्छ भने प्रोजेक्टलाई सेभ गरेर राम्रोसँग सटडाउन गर्न सक्नुहुन्छ, चान्स पाउनुहुन्छ। युपिएस छ भने चाहिँ। युपिएस छैन भने चाहिँ त्यो केही चान्स पाउँदैन तपाईँले फेरि हो। युपिएस छ भने चाहिँ चान्स पायो। बुझ्नुभयो होला अब युपिएस कति इम्पोर्टेन्ट छ फर पीसीको लागि कति इम्पोर्टेन्ट छ भनेर तपाईँहरूले बुझिसक्नुभयो होला। ब्याकग्राउन्डकोमा चाहिँ अलिकति ध्यान दिनु होला। यस्तै छ। अब चाहिँ म त्यस्तो बेसी त नलेज छैन, अब त्यही हो। अब चाहिँ म कनेक्सन गरेर देखाउँछु तपाईँहरूलाई है त गाइस। फ्लिपकार्टबाट मगाएको मैले चाहिँ यो होइन, यो रहेछ एउटा, यस्तो आउँदो रहेछ। यो के हो मलाई पनि थाहा छैन। स्क्याम फर युजर्स मेनुअल अरे कुनै के हो, यो छोडिदिनु, योहरू नहेरौँ हामी। मेन हाम्रो यतातिर यो हेर्नुहोस्, यो युपिएस त्यस्तो ठुलो छैन, गरुङ चाहिँ हल्का गरुङै छ तर त्यस्तो ठुलो चाहिँ छैन, स्मल छ, स्मल साइज है। अनि यो युपिएस यसको इनपुट चाहिँ कतिवटा छ, 3टा छ इनपुट्सहरू चाहिँ है। यो चाहिँ इनपुट पल्सहरू चाहिँ 3टा छ। मैले 3टा चाहिँ यहाँनिर कनेक्ट गर्नु पाएँ। जस्तै एउटा त मोनिटरको लागि कनेक्ट गर्नुपर्ने भयो यो, अन्त यसको लागि पनि त पर्यो होला होइन, क्याबिनेटको लागि, सिपियु भनौँ क्याबिनेट भनौँ जे भनौँ एउटै हो, तपाईँहरूको बुझ्नुको लागि मात्रै हो यो। अन्त यो सिएसको लागि पनि एउटा चाहियो। यो हाम्रोमा चाहिँ 2टा मात्रै हाल्ने हो होइन, 2टालाई मात्रै चाहिएको ब्याट्री ब्याकअप। सो गाइस आरामसँगले पुग्यो, एउटा फ्री पनि भयो। अन्त अब म तपाईँहरूलाई अब कनेक्सनै गरेर देखाउँछु ल। गाइस हामी स्टार्ट गरौँ है। अब चाहिँ त्यस्तो खासै ठुलो चिज त होइन यो कनेक्ट गर्नु, तर पनि होइन हेर्नु, यसलाई चाहिँ यहाँ हाल्ने हो टक्क हो, यसलाई यहाँ, अन्त यो चाहिँ हाम्रो मोनिटरको है ल, त्यो मोनिटरको। अन्त यो चाहिँ क्याबिनेटको, यसलाई तल्लोमा टक्क हाल्यो, फिट भयो फिट, लज्जा गाइस भयो हो। यो 2टै फिट भइसकेको छ त। अब यसलाई चाहिँ मेन कनेक्सनमा दिनु पऱ्यो क्या, बुझ्नुभयो? यसलाई मेन कनेक्सनमा दिनु पऱ्यो, यसलाई अघिको हाम्रो प्लगमा दिनु पऱ्यो ल। अब चाहिँ हाम्रो यस्तो भइसक्यो। मैले युपिएसलाई चाहिँ माथि राखिदिएँ, अन्त त्यसपछि यहाँनिर चाहिँ यो चाहिँ अब यहाँ चाहिँ अघि 2टा थियो भने अब चाहिँ एउटा युपिएसको मात्रै भयो। अन्त युपिएसको पछि चाहिँ तपाईँहरूले अघि देखिसक्नुभयो, युपिएसको पछि चाहिँ 2टा लगाएको छु, त्यहाँ अलिकति देखेन। अन्त पछिको वायर कनेक्सन चाहिँ यस्तो छ। अब चाहिँ कनेक्सन यस्तो भयो नि, यो डाइरेक्ट लाइन है, यो चाहिँ डाइरेक्ट यहाँ डाइरेक्ट लाइनमा कनेक्ट भएको छ। अन्त यो डाइरेक्ट लाइनबाट आएको लाइन फेरि अर्को मल्टिप्लगसँग कनेक्ट भएको छ हो, यो यहाँनिर। अन्त यो लाइट चाहिँ युपिएसमा भएको छ। अब हामी अन गरी हेर्छु ल। फर्स्ट युपिएसमा थिच्ने हो या गाइस, यो अन भइसकेपछि यो ग्रिन देखायो भने यो अन भयो। अब सिधै यो अन भयो हो। अब यसलाई हटाइदिउँ फर्स्ट त, यो अन भयो, नो सिग्नल देखायो, यहाँ टक्क थिचिहाल्नु। कस्तो ब्लर देखाएको। अब हाम्रो आइसक्यो, पिसी अन भइसक्यो। हो अब यता हाम्रो पिसीसिसी सबै अन भइसक्यो, यता हाम्रो आरजिबी लाइट पनि बलिसक्यो। ओके गाइस, अब एकछिन चलाऊँ, त्यसपछि लाइट अफ गरी हेरौँ के कस्तो हुन्छ है त। अन्त हेर्न सक्नुहुन्छ युपिएस चाहिँ मैले यहाँ राखेँ। अस्ति मैले यो किबोर्ड म्याट पनि मगाएको थिएँ, अन्त यो पनि फ्लिपकार्टबाटै मगाएको। मुख पनि घरिघरि लटपट हुन्छ हौ गाइस। फ्लिपकार्टबाटै मगाएको यो माउस प्याड पनि मै, युपिएस पनि त्यहीबाट मगाएको। अन्त मैले कति के भन्छ 5 मिनट भइसक्यो यो मोनिटर डेस्कटप खोलेको। अब हेरौँ ल अब कतिको वर्क गर्छ यो युपिएसले ल। अब हामीले यहाँको मेन स्विच गएर अफ गर्नुपर्ने हुन्छ, यहीँनिर गर्दा पनि हुन्छ अफ त कि, यहाँको गरी हेरौँ न ल। या गाइस हेर्नु, यहाँनिर अफ छ नि हो। अब यो त ठिकै छ, यहाँनिरको ग्रिन डट केमा भयो,
येल्लो कि केमा गइसक्यो देख्नुभयो होला यस्तो हुन्छ ल अब फेरि हेर्नु ल ह्यान्ड रेड लाइट आउने बित्तिकै ग्रिनमा गयो यो हो नि त अब योमा चाहिँ हाम्रो फाइलहरू उड्ने डर भएन है गाइस त्यसको फाइदा चाहिँ त्यही हो अन्त मैले कतिमा किनेँ भन्दै र लास्टमा भन्छु भनेको थिएँ अब लास्टमा चाहिँ यही हो अब भ्लगको लास्ट चाहिँ यही हो एन्डिङ चाहिँ अब अन्त त्यही भएर अब यसको यो युपिएसको दाम चाहिँ कति 3000 पर्यो होइन जेब्रानिकको राम्रै खालको हो ठिकै खालको हो नि त अन्त त्यसपछि हाम्रो यो माउस प्याडको पनि भनिदिइहाल्छु माउस प्याडको कति पर्यो भन्दाखेरि माउस प्याडको 300 जस्तो पर्यो होला होइन 300 जस्तो पर्यो अन्त त्यसपछि यो पिसीको चाहिँ बेसी परेको छैन गाइस त्यही 50-60 को रेन्जकै हो ल त्यस्तो बेसी परेको छैन तर 50-60 को रेन्जमा हो तर यो सबै फाल्टै लिएको है मैले स्पिकर भयो माउस किबोर्ड मल्टिप्लग होइन त्योहरू चाहिँ फाल्टै हो यो के भन्छ मोनिटर र यो क्याबिनेटभित्र भएको सामानहरूको मात्रै 50-60 हो तपाईँहरूले बुझिसक्नु होला अब त्यति भनेको चाहिँ त्यही हो गाइस है पिसीको प्राइस त्योहरू चाहिँ सबै मैले भनिदिइसकेँ पिसी एडिटिङको लागि किनेको त्यो पनि तपाईँहरूलाई मैले अस्ति भनिदिइसकेँ नभने पनि अहिले भनिदिइसकेँ त्यही हो अन्त त्यहाँ माथि हेर्न सक्नुहुन्छ हाम्रो गौतम बुद्ध भगवान् पनि बसिराख्नु भएको छ आनन्दसँग अस्ति चाहिँ मैले भित्र हालेको थिएँ तर अफसोसको कुरा बाहिर झिक्नु पर्ने भयो त्यो पनि यही युपिएस नभएको कारणले गर्दाखेरि यो ओके गाइस अब एकछिन बाहिरतिर भ्यू देखाइदिन्छु रात त परिसक्यो हल्का फुल्का ओके गाइस बाहिर चाहिँ यस्तो के कराएको हो यो फेरि झ्याइकुटी कराउँदैछ सुन्नुभयो के हो झ्याइकुटी के भन्छ के कराउँदैछ यो रुखतिर होला नि त बाहिर चाहिँ यस्तो छ मौसमी कालो बादल हो पानी पर्ला जस्तो छ अन्त यतातिर तपाईँले नयाँ कुराहरू देख्दै हुनुहुन्छ होला यो ढुङ्गाहरू चाहिँ हामीले ओसारेको हामीले आज दिनभरि चाहिँ काम गरेको गाई हो यता हाम्रो कालो कुकुर छ यता हाम्रो पानी स्टोर गरेको जग्गा भाँडासाँडा धुने जग्गा यता हाम्रो देवी भिडियो बनाउँदैछ देवी या गाइस देवी भनेको थाहा छ होला तपाईँहरूलाई के हो भन्दा अन्त यता हाम्रो खैरीले आज पनि तपाईँहरूलाई हल्लो भन्छ खैरी हाँस्दियो तपाईँहरूको लागि खै हल्लो भनेको पुच्छर हल्लाइदेऊ न खै हल्लो भनेको यहाँ अडियन्सलाई हल्लो भनिदेऊ न यता हल्लो भन न भनेको हल्लो भन्न न मानेन गाइस आज हल्लो भन्ने दाँत चाहिँ देखाइदिए अन्त म यता छु हेलो अन्त त्यसपछि यता हाम्रो आगो सागो बाल्दैछ अस्ति चाहिँ ग्यास सकेको छ भनेको थियो नि ग्यास चाहिँ ल्याइसक्यो है गाइस त्यो पानी अघि पनि परिरहेको थियो र त्यो जान्नु पनि छ त्यो पानीहरू कुखुराहरू चाहिँ यता सुतिसक्यो होला हेलो लोकल्स बोइलर्स हेलो बोइलर्स निकै ठुल्ठुलो भएको छ नि अहिले ओके गाइस आजको भ्लगमा यति नै फेरि अर्को भ्लगमा भेटिनेछौँ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अन्त यस्तै हल्का फुल्का ज्ञानको लागि यो च्यानललाई सब्सक्राइब गरिदिनु होला ओके थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो फेरि अर्को भिडियोमा भेटिनेछौँ बाई बाई